आजको दिनको सुरुवात हामीहरूको हुन्छ कदु खाएर वा फर्सी खाएर। हामीहरूको अछामी भाषामा यसलाई जाडो दिनमा कदु पकाएर खानको मजा त बेग्लै छ होइन साथीहरू। हेर्नु त मिल्लानी यसको मिल्लानी पकाएर होइन यसलाई सुकाएर खाएपछि यति मिठो हुन्छ नि। हामीले काटेर रेडी बनाइसक्यो। यसका जो मिल्ला हुन्छ नि भित्रमा हालेको यसलाई सुकाएर पकाएर खाएपछि त मतलब भुटेर खाएपछि त यति मजा। ओ माइ गॉड खाउँ खाउँ लाग्ने कि अझै भयो हुन्छ जस्तो महसुस हुने कि। साथीहरू कदु वा फर्सी कसले कसले खाएको छ है कमेन्ट गरिदिनु होला। मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि यो फर्सी कसलाई कसलाई मन पर्छ है मलाई त राम्रै लाग्छ। चिसो महिनामा खान चाहिँ चिसो दिनहरुमा खान चाहिँ हजुरहरुलाई कस्तो लाग्छ साथीहरू। अब कसले कसले खाएको चाहिँ हामीहरुले चाहिँ आजको दिन फर्सी खाएको थियो सब मिलेर ट्याक्क साथीहरू। तर हाम्रो चाहिँ मिठै भएको थियो है ट्याक्क गुलियो भएको थियो। साथीहरू मेरो भिडियो हेर्दै रहनु होला। आजको दिन चाहिँ हाम्रो कदु खाएर भएको थियो। मेरो भिडियोहरुमा माया गरिदिनु होला।